सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। नमस्ते साथीहरू, स्वागत है मेरो आजको ब्लगमा। त आई होप कि तपाईहरु सन्चै हुनुहुन्छ होला। र अस्ति मैले भिडियो बनाएको थिएँ जुन स्कलरशिपको बारेमा थियो र तपाईहरु होप कि तपाईहरु त्यो भिडियो हेरेर अगर तपाईहरु केही जानकारी लिनुहुन्छ भने म व्हाट्सएप नम्बर त्यो भिडियोमा हालिदिएको छु र योमा पनि म हालिदिन्छु। र आजको भिडियोमा यो छ कि अस्ति मैले भने थिएँ हाम्रो कलेजमा पम्प खुलेछ र तपाईहरु इच्छुक हुनुहुन्छ भने यहाँ एनिमल साइन्स पढाइ हुन्छ र सिभिल इन्जिनियरिङ र यहाँको तपाईको शुल्क अगाडि म भिडियोमा तपाईहरु हेर्न पनि सक्नुहुन्छ। अहिले म भन्दैछु तपाईहरुको डिप्लोमा चाहिँ 25,000 अथवा 50,000 मा क्लियर भइहाल्छ। अगर तपाईहरु कुनै कोटाबाट आइरहनु भइरहेछ भने 25,000 मा तपाईहरुको यहाँ स्कुल फी मतलब लाग्छ मात्र कलेज फी, त्यतिमा तपाईहरुको डिप्लोमा क्लियर भइहाल्छ र तपाईहरु अगाडि पनि भिडियो हेर्न सक्नुहुन्छ। हाम्रो कलेजमा चाहिँ एडमिसन ओपन छ। अगर तपाईहरु हेर्दै हुनुहुन्छ भने भिडियो अगर मतलब कोही पढ्न इच्छुक छ भने एनिमल साइन्स अथवा सिभिल डिपार्टमेन्टमा त आएर एडमिसन गर्न सक्छ र तपाईहरु अगाडि भिडियोमा पनि हेर्न सक्नुहुन्छ। सबै जानकारी दिएको छ र तपाईहरु कमेन्ट पनि गर्न सक्नुहुन्छ अथवा डाइरेक्ट त्यो मतलब कलेजको त्यहाँ कन्ट्याक्ट नम्बर छ भिडियोमा, तपाईहरु स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ। र अगाडि भिडियो हेर्नु र पुरा भिडियो फुल वाच गर्नु र यो चाहिँ 13 गतेसम्म डेट छ, तपाईहरु फर्म भर्न सक्नुहुन्छ एडमिसनको लागि। नमस्कार सबैजनालाई, म सनोज यादव पर्सा जिल्लाबाट। म यस शिक्षालयमा डिप्लोमा इन एग्रिकल्चर एनिमल साइन्स अध्ययन गर्छु। नमस्कार, मेरो नाम कुमार रेड्डी, म जुम्लाबाट। नमस्कार, मेरो नाम बबिता रोका, म हुम्लादेखि। नमस्ते, मेरो नाम विज्ञान विश्वकर्मा, म जाजरकोटदेखि। म यस शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ 4th सेमिस्टरमा अध्ययनरत छु। म यस शिक्षालयमा डिप्लोमा इन एग्रिकल्चर एनिमल साइन्समा अध्ययनरत छु। म यस शिक्षालयमा डिप्लोमा इन एग्रिकल्चर एनिमल साइन्समा अध्ययनरत छु। हामीलाई दक्ष तथा अनुभवी प्रशिक्षकहरूले हामीलाई पढाउनुहुन्छ। विद्यालयको वातावरण शान्त एवं मनोरम छ। हामी विद्यार्थीहरूका लागि प्रयोगशाला, लाइब्रेरी तथा वर्कसपको व्यवस्था रहेको छ। हामी विद्यार्थीहरू खेलकुदमा सहभागी हुन्छ, जसको लागि खेल मैदानको उचित व्यवस्था गरिएको छ। आधुनिक प्रविधि मैत्री कक्षा कोठाहरू रहेका छन् जहाँ हामी अध्ययन गर्ने गर्दछौँ। नमस्कार, शहीद नेत्रलाल बहुप्राविधिक शिक्षालय कल्याण स्थित पशु विज्ञान विभागको विभागीय प्रमुख म डाक्टर उमेश रौनिया भर्खरै एसई पास हुनुहुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु। त्यसपछिको अब भविष्यको शिक्षा प्राविधिक शिक्षाको लागि यस शहीद नेत्रलाल बहुप्राविधिक शिक्षालय पशु विज्ञान विभागमा धमाधम भर्ना खुलिसकेको छ। पशु विज्ञान प्राविधिक कोर्स हो। यस प्राविधिक कार्यक्रममा पशुपालन, पशु चिकित्सा सम्बन्धी ज्ञान मध्यम स्तरीय सिप हासिल गर्ने गर्दछौँ। पशु प्राविधिक बन्ने एक सुनौलो अवसर रहेकोले इच्छुक सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई भर्नाको लागि जेठ 13 गतेसम्म आवेदन दिनुहुन सम्पूर्णमा जानकारी गराइन्छ। पशु विज्ञान 3 वर्षीय कार्यक्रमको पढाइ सकिएपछि सरकारी जागिर, एनजिओ आइएनजिओतिर जागिर, स्वरोजगार र व्यावसायिक कृषि पशुपालन पनि गर्न सक्ने एकदमै ठुलो अवसर रहेको जानकारी गराउँदछु। छिटोभन्दा छिटो यस शहीद नेत्रलाल बहुप्राविधिक शिक्षालय पशु विज्ञान कार्यक्रममा भर्नाको लागि आवेदन पेश गर्न हुन अनुरोध गर्दछु। धन्यवाद। यदि तपाईहरु हामी जस्तै प्राविधिक शिक्षा पढ्न चाहनुहुन्छ भने सल्यान जिल्लाको शहीद नेत्रलाल बहुप्राविधिक शिक्षालयमा सम्पर्क गर्नुहोला। शहीद नेत्रलाल बहुप्राविधिक शिक्षालय, शारदा नगरपालिका 4, सल्यान। शहीद नेत्रलाल बहुप्राविधिक शिक्षालय, शारदा नगरपालिका 4, सल्यान। थप जानकारीको लागि सम्पर्क 985784 44416, 984105676008, 986722 28913, 9844975985 इमेल snats.ctevt@gmail.com, वेबसाइट www.snpi.edu.np।